हेलो गाइज, म चाहिँ नि आज दिपेन्द्र सिंह ऐरीको खेल्ने ठाउँ बचपनामा खेल्ने ठाउँ यो खोलाको किनारमा आइसकेको छु। हेर्न सक्नुहुन्छ यो चाहिँ नि दिपेन्द्र सिंह ऐरीको खेल्ने ठाउँ हो। खोलाको किनारमा हेर्न सक्नुहुन्छ। यस्तो छ है। सिमेन्ट चाहिँ नि हालेको थियो, पिच बनाएको थियो, तर आजभोलि चाहिँ नि कोही खेल्दैन। अब यस्तो जङ्गलमा को खेल्ने हो, जङ्गल भइसकेको छ आजभोलि। यो तल चाहिँ नि खोला हो, खोला छ उता यता नजिकैमा चाहिँ नि खोलाको किनारमा। पहिला चाहिँ नि अलि ठाउँ थियो, स्पेस थियो। आजले खोलाले काटेर चाहिँ नि यस्तो भइसक्यो, जङ्गल भइसक्यो चारैतिर। यस्तो छ अवस्था है। ठुल्ठुला रुखहरू भइसकेका छन्। यस्तो छ अवस्था। ल, दिपेन्द्र सिंह ऐरीको खेल्ने ठाउँ यही हो है, प्र्याक्टिस गर्ने ठाउँ यही हो। यो चाहिँ नि गाइज दिपेन्द्र सिंह ऐरीको खेल्ने ठाउँ हो, फिल्ड हो है। यो हेर्न सक्नुहुन्छ, सिमेन्ट गरिएको छ जङ्गलको बिचमा, खोलाको किनारमा हो। यो चाहिँ नि दिपेन्द्र सिंह ऐरीको क्रिकेट खेल्ने ठाउँ हो है। ल, हेर्न सक्नुहुन्छ, यो चाहिँ नि पिच बनाएको थियो पहिला, खोलाको किनारमा हो। यहाँ चाहिँ एकदम आजभोलि जङ्गल छ। यो चाहिँ नि दिपेन्द्र सिंह ऐरीको खेल्ने ठाउँ हो। ल, हेर्न सक्नुहुन्छ, यहाँ नजिकैमा रोड छ, अनि यहाँ तल चाहिँ नि खोला छ। यो चाहिँ नि दिपेन्द्र सिंह ऐरीको खेल्ने ठाउँ, क्रिकेट खेल्ने ठाउँ हो। हेर्न सक्नुहुन्छ है। यस्तो खोलाको किनारमा चाहिँ नि खेलेको थियो दिपेन्द्र सिंह ऐरीले। यो आजभोलि यस्तो जङ्गल भइसकेको छ। यहाँ रुखहरू ठुल्ठुला भइसकेका छन्, एकदम जीर्ण अवस्थामा छ। यो खोलाको किनारमा हो, हेर्न सक्नुहुन्छ। यो चाहिँ नि पिच भयो। यहाँबाट नजिकैमा चाहिँ नि यो रोड छ है, हेर्न सक्नुहुन्छ। यो नजिकैमा चाहिँ नि रोड छ। यस्तो छ अवस्था। यो चाहिँ तल जाने रोड, यो चाहिँ नि माथि जाने रोड। सुक्खा सालमा हो, हाम्रै ओडाको हो दिपेन्द्र सिंह ऐरी भनेको, जसलाई चाहिँ नि टाइगर भनेर चिन्छौँ। यो चाहिँ नि तल चाहिँ नि खोला हो। यहाँ चाहिँ नि ठुलो जङ्गल छ। यस्तो बाँसको जारीहरू छ, यस्तो छ। यहीँनिर नजिकैमा चाहिँ नि यसको बिचमा चाहिँ नि दिपेन्द्र सिंह ऐरीको खेल्ने ठाउँ हो है गाइज। ल, सबैले माया गरिदिनु होला, धन्यवाद।